नमस्ते, म शिव पलास। मैले पढ्ने कविताको नाम छ बिरामी घर। कविता यसरी सुरु हुन्छ। आमा ओछ्यान परेकै दिनदेखि घरमा मरुभूमि पलायो। आमाका पखेटा चल्दा घर हरियो थियो। आमा ओछ्यान परेकै दिनदेखि घरमा मरुभूमि पलायो। आमाका पखेटा चल्दा घर हरियो थियो। पिँढी र भित्ता भत्किएको घरले खोजिरहेको छ गोबर माटोको स्पर्श। पानी पिउन नपाएर गोठ मुन्तिर सागबारी त्यसै मुर्झाएको छ। बाख्रा र पाडाका टाट्नाहरूले पर्खिरहेका छन् घाँसको स्वाद। नीला परेवाहरू छानाबाट आँगनमा ओर्लिन छोडेका छन्। पहेँला आँखा भएको कालो बिरालो चिसो चुलोमा पसेर सुतिरहेको छ। कोही छैन, कोही पनि छैन। मझरीभरि पोखिएको अँध्यारोलाई बिहान सबेरै झाडुले बढारेर सङ्घार बाहिर लैजाने कोही पनि छैन। मगमगाउन बिर्सिएका छन् फुलहरूले। बहन बिर्सिएको छ बासन्ती बतास। न खुल्न सकेको छ, न बर्सिन सकेको छ। धुम्मिएको छ आकाश। मधुरो सुनिँदै गएको छ आशीर्वादको गीत। लय बिग्रिएको छ जीवनको सङ्गीत। मधुरो सुनिँदै गएको छ आशीर्वादको गीत। लय बिग्रिएको छ जीवनको सङ्गीत। घर भनेको चार दिवार मात्र रहेनछ। आँगन, पिँढी, छानो र धुरी पनि रहेनछ। घर भनेको आमा रहेछ। घर भनेको चार दिवार मात्र रहेनछ। आँगन, पिँढी, छानो र धुरी पनि रहेनछ। घर भनेको आमा रहेछ। आमाको पौरख रहेछ। आमा बिरामी हुनु भनेको सिँगै घर बिरामी हुनु रहेछ। आमा बिरामी हुनु भनेको सिँगै घर बिरामी हुनु रहेछ। धन्यवाद। नमस्ते, म शिव पलास। मैले पढ्ने कविताको नाम छ बिरामी घर।